यो चाहिँ स्यामसङको S21 अल्ट्रा हो। यसको अगाडिको र पछाडिको दुईटै भाग फुटेको छ। पछाडिको चाहिँ सजिलैसँग उक्कियो, एकछिन पछाडिको तताएपछि। अब स्क्रिन ओपन गर्नको लागि चाहिँ पहिला सुरु स्विच अफ गर्नुपर्छ, त्यसलाई पासवर्ड चाहिन्छ। फोन नगरिकन मोबाइल खोल्यो भने चाहिँ मोबाइलको सफ्टवेयर जाने अथवा डेड हुने सम्भावना पनि रहन्छ। त्यसो भएर पासवर्ड हालेर अफ गर्नु होला। त्यसपछि प्लस स्क्रु ड्राइभर लिएर यो अगाडि देखिएको जुन वायरलेस चार्जरको कोइल भएको फ्लेक्सको स्क्रु चाहिँ पहिला सुरु निकाल्नु। निकालिसकेपछि एउटा प्लास्टिकको फ्राई अफ टुलले त्यो फ्रेमलाई उक्काउँदाखेरि त्यहाँ दुईवटा कनेक्टर छ, त्यो दुईटै कनेक्टर निकाल्नु होला। केयरफुल हुनुपर्ने कुरा के छ भने हातले चाहिँ क्यामेरा छुनु भएन। क्यामेराको कुनै पनि लेन्समा छोयो भने चाहिँ क्यामेरा धमिलो हुन्छ अनि बल्ल अब तपाईँको ब्याट्री निकाल्ने कार्यक्रम जान्छ। ब्याट्री कनेक्टर सकेसम्म प्लास्टिकको ट्विजरले अथवा नङ्गल निकाल्नु सेफ हुन्छ। सकेसम्म कुनै पनि हालतमा चाहिँ हातले चाहिँ हातको औला चाहिँ क्यामेराको लेन्समा छुनलाई अभोइड गर्नु होला। क्यामेराको लेन्समा छुनुभयो भने क्यामेरा धमिलो हुन्छ। अनप्रोफेसनल तरिकाले चाहिँ यसरी क्यामेराको लेन्समा छुयो भने क्यामेरा धमिलो हुने र रिपेयर गरेको देखिने अनप्रोफेसनल देखिन्छ। त्यसपछि माथिपट्टिको स्क्रुहरू निकाल्नुहोस्, जुन चाहिँ एयर स्पिकरको स्क्रु हो। त्यहाँ एयर स्पिकर छ र त्यसको भित्रपट्टि चाहिँ एयर स्पिकरको मुनि चाहिँ एउटा फ्रन्ट क्यामेरा जुन चाहिँ फ्रेममा ग्लु गरेर लगाइएको हुन्छ भने अर्को एन्टिना एक्सटर्नल एन्टिनाको चाहिँ फ्लेक्स पनि हुन्छ। त्यसपछि यो पेपरलाई नउकाइकन पछाडिपट्टिको चार्जिङ फ्लेक्सको स्क्रुहरू उक्काउनु, स्क्रुहरू निकाल्दाखेरि चाहिँ सबै स्क्रुहरू चाहिँ अलमोस्ट सिमिलर भए तापनि सबै स्क्रुहरू आफ्नो ठाउँमा स्पेसल तरिकाले छुट्याएर राख्नु उपयुक्त हुन्छ। किनभने फ्रेमको स्क्रु र बडीको स्क्रुमा चाहिँ केही न केही हदसम्म साइज डिफ्रेन्स चाहिँ रहन्छ। त्यसपछि त्यहाँ दुई पछाडिपट्टिको चाहिँ सिम कार्डको सिम ट्रेबाट सिम निकाल्दैछु। यो तपाईँले अगाडि पनि गर्न सक्नुहुन्छ, मैले चाहिँ अहिले निकाल्दैछु। अब त्यो फ्रेमको हो यहाँनिर एउटा सानो पल हुन्छ, त्यसमा फ्राई टुलले चाहिँ ट्विजरले केले चाहिँ यसरी प्राइप गर्नु होला, एक साइडबाट अनि अर्को साइडबाट पनि गर्नु होला। त्यहाँ दुईवटा पिन चाहिँ त्यहाँ भिजिबल छ, निकाल्न मिल्ने ठाउँ नै बनाइदिएको हुन्छ। त्यो गरेपछि तपाईँको स्पिकरको ग्रिल बाहिर निस्किन्छ फ्लेक्सितै। यहाँ मैले फरक तरिकाले चाहिँ यसमा स्क्रिन लगाउनलाई तपाईँहरूलाई चाहिँ एकदम सेफ तरिकाले सजिलो तरिकाले ओपन गर्ने आइडिया देखाउँदैछु। यहाँ तीनवटा स्क्रु छ जुन चाहिँ चार्जिङ बोर्डको चाहिँ बोर्डलाई चाहिँ सेफ गरेर राखिरहेको छ। यो चाहिँ बिस्तारै निकाल्नु होला। यो तीनवटा स्क्रुको साइज अरू स्क्रुभन्दा सानो हुन्छ, केयरफुल अन द्याट। अब ब्याट्री कनेक्टर नजिकै रहेको डिस्प्लेको फ्लेक्स निकालिसकेपछि माथिपट्टिको यो चाहिँ प्रोक्सिमिटी सेन्सर र अरू सेन्सरहरूको फ्लेक्स हो। स्पिकर फ्लेक्स निकाल्नुहोस्। माथिपट्टि स्पिकर एयर स्पिकरको ग्रिल छ, त्यसलाई चाहिँ प्राइप गर्नुहोस्, इजिली निस्किन्छ है। यसपछि चाहिँ अब फ्रन्ट क्यामेराको कनेक्टर निकाल्नुपर्ने हुन्छ। हातले निकाल्न अथवा कुनै पनि फ्लामको मेटलको ट्विजर निकाल्न अभोइड गर्नु होला, किनभने हातमा मोइस्चर हुन्छ। हातमा चिसो पसिनाले गर्दा मोइस्चरले गर्दाखेरि चाहिँ त्यो नङले मिल्छ, तर हातले छुनुभयो भने चाहिँ त्यसमा पछि कनेक्टरहरूको चाहिँ इस्यु आउने गर्छ। लङ टर्ममा चाहिँ त्यसले कोरोजनहरू स्टार्ट गर्ने र पछि चाहिँ कनेक्टरबाटै इस्यु आउने देखाउने हुनसक्छ। त्यही भएर चाहिँ सकेसम्म हातले छुन पनि ट्राई नगर्नु होला। फ्रन्ट स्क्रिनको अगाडिको लेन्समा चाहिँ हातले नछुनु होला। केयरफुल्ली त्यसको कनेक्टरको साइडबाट निकालेर गर्नु। त्यसपछि त्यहाँ एउटा क्यामेराको फ्रेमलाई होल्ड गरेको स्क्रु हुन्छ, त्यो निकालिसकेपछि अब फ्रेम, फ्लेक्स र चार्जिङ बोर्ड सँगै निस्किन्छ। यसलाई चाहिँ क्यामेराको साइडबाट निकाल्दाखेरि त्यो एउटा सेफ आइडिया हुन्छ, किनभने सकेसम्म मदरबोर्डको कुनै पनि कम्पोनेन्टलाई टच नगरिकन निकाल्ने बेस्ट अप्सन्स हो। यो वान अफ द सेफेस्ट अप्सन्स हो तपाईँहरूको लागि। अनप्रोफेसनल तरिकाले यदि तपाईँले चाहिँ फ्लेक्स निकाल्नुहुन्छ, कनेक्टर
बाट फ्लेक्स कनेक्टर निकाल्नुहुन्छ भने एफपिसी जाने सम्भावना बढी हुन्छ। त्यही भएर चाहिँ यसरी केयरफुल्ली चाहिँ सँगै निकाल्नुभयो भने चाहिँ एफपिसी नजाने र कनेक्टरहरू पनि पछि मिसअलाइनमेन्ट हुने सम्भावना चाहिँ रहँदैन। बेस्ट अप्सन्स हो। यसरी मदरबोर्ड र चार्जिङ फ्लेक्स सँगै निकालिसकेपछि अब ब्याट्रीको पालो रहन्छ। ब्याट्री, क्यामेरा कुनै पनि अनि त्यसपछि एक्सटर्नल एन्टिनाको चाहिँ फ्लेक्स निकाल्नु पर्ने हुन्छ। ब्याट्रीलाई त्यसरी तपाईँले चाहिँ निकाल्न खोज्नुभयो भने चाहिँ त्यसले ब्याट्री पङ्क्चर हुने गर्छ। त्यसो भएको हुनाले हो यो चाहिँ एकदमै युनिक आइडिया हो। तपाईँहरूलाई म सजिलोसँग सिकाउँदैछु। यो जुन सक्सन कप छ यसलाई चाहिँ युजली स्क्रिन निकाल्नलाई प्रयोग गरिन्छ। यहाँ चाहिँ ब्याट्री निकाल्नको लागि बेस्ट अप्सन्स रहन्छ। यसलाई पहिला सुरु स्क्रिन सहित फ्रेमलाई चाहिँ टाइट गर्नुहोस्। गरिसकेपछि सक्सन कपलाई एक्ज्याक्टली ब्याट्रीको माथि राखेर त्यसरी स्क्रिन निकाल्छु। त्यसरी ब्याट्रीलाई चाहिँ राखेर चाहिँ टाइट गरिसकेपछि अनि बिस्तारै साइड साइडमा आइसोप्रोपिलिन हालेर ब्याट्रीलाई चाहिँ बिस्तारै सक्सनबाट उक्काउनु होला। त्यसो गर्दाखेरि ब्याट्री पङ्क्चर हुने सम्भावना रहँदैन र ब्याट्रीको चाहिँ मिसअलाइनमेन्ट हुने अथवा ब्याट्री बाङ्गिने सम्भावना पनि रहँदैन। जुन पछि बाङ्गियो भने चाहिँ फ्रेममा लगाउँदाखेरि स्क्रिन र ब्याक प्यानल चाहिँ एट्याचमेन्ट गराउँदाखेरि चाहिँ मिस एट्याचमेन्ट हुने अथवा राम्रोसँग फ्रेममा नबस्ने हुन्छ। त्यसो भएको हुनाले चाहिँ ब्याट्री निकाल्ने बेस्ट अप्सन चाहिँ हो। पेसेन्सली चाहिँ बिस्तारै राख्नु होला किनभने भिज्नुपर्छ एडिसिभबाट। यसरी मैले चाहिँ बिस्तारै आइसोप्रोपिलिन लगाउँदै सक्सन कपलाई चाहिँ सक्सन माउन्टलाई चाहिँ ओपन गरिरहेको छु। त्यो बिस्तारै चाहिँ आफ्नो भित्रपट्टि भिजिसकेपछि एडिसिभले छोडिदिन्छ र उकिन्छ। अहिले यहाँ देख्न सक्नुहुन्छ बिस्तारै ठाउँ छोडिसकेको छ, माथि उक्किँदैछ। त्यो मेटल ट्विजर लगाएर अनि ब्याट्रीलाई जबरजस्ती उक्काउन खोज्नुभयो भने चाहिँ ब्याट्रीको भित्रपट्टिको चाहिँ लेयरहरू चाहिँ एक आपसमा थिच्चिने र ब्याट्रीको क्यापेसिटी घट्ने अथवा कहिलेकाहीँ चाहिँ पङ्क्चर भएर एक्सिडेन्टहरू हुने सम्भावना पनि रहन्छ। त्यो एकदमै अनप्रोफेसनल हो। त्यसपछि इजिली देख्न सक्नुहुन्छ, इजिली ब्याट्री निस्किन्छ। यसरी ब्याट्री निस्किसक्यो। पछि हामीले यो ब्याट्री युज गर्दैछौँ भने यसको यो एडिसिभहरू पनि हामीले क्लियर गर्नुपर्ने हुन्छ र नयाँ एडिसिभ ग्लुहरू लगाउने। ब्याट्रीको चाहिँ फर्स्टको त्यो बाहिरपट्टिको लेयर चाहिँ अलिकति एडजस्टमेन्ट गर्नुपर्ने हुन्छ। त्यसो गरिसकेपछि ग्लु निकाल्न पनि सजिलो हुन्छ र ब्याट्री पनि समतल भएर चाहिँ टाँसिन सक्छ, सजिलोसँग टाँसिन सक्ने सम्भावना रहन्छ। यसलाई चाहिँ यसरी ग्लु निकाल्नु होला। भाइब्रेसन निकाल्दैछु। भाइब्रेसन निकाल्दाखेरि कनेक्टिङ पोइन्टको त्यो गोल्डन कनेक्टिङ पोइन्ट भन्दा मुनिपट्टिबाट निकाल्नु सजिलो हुन्छ। ग्लुभित्र छिर्छ है, आइसोप्रोपिलिनभित्र छिर्छ। त्यसपछि यो चाहिँ एक्सटर्नल एन्टिनाको फ्लेक्स हो जुन मैले निकाल्न गइरहेको छु। कुनै मोइस्चर अथवा वाटर छिरेर चाहिँ फ्लेक्सहरू एकदम फ्रेजाइल कन्डिसनमा पनि हुनसक्छ। त्यसको लागि चाहिँ केयरफुल भएर चाहिँ निकाल्नुपर्ने आवश्यकता हुन्छ। सकेसम्म मिनिमल ड्यामेज गर्नुपर्ने हुन्छ र ड्यामेजै नगरिकन निकाल्नुपर्ने हुन्छ। एक्सपिरियन्स भनेको त्यही हो। अब यसपछि फ्लेक्स चाहिँ नयाँ फ्रेममा लगाउनु पऱ्यो। फर्स्ट स्टेप चाहिँ भइहाल्यो है। स्क्रू सबै टाइट गर्नु होला, ओभर टाइट नगर्नु होला। कुनै पनि स्क्रूहरू ओभर टाइट गर्ने हो भने फ्रेमबाट पछाडिपट्टिको स्क्रिनमा चाहिँ असर पर्न सक्छ है। त्यही भएर एक्ज्याक्टली जुन लेभलसम्म हाम्रो हातले सजिलोसँग लगाउन सक्छ त्यसो गर्नु होला। एक्सटेन्सिभ पावर युज नगर्नु।
अब स्पिकर बार रेयर स्पिकर बार चाहिँ त्यो तलपट्टि पुस गरेर लक हुन्छ त्यहाँ है टिक साउन्ड आउँछ टेम्परेचर एभ्री वायरलेस प्याड चाहिँ करेक्टली चाहिँ कनेक्टेड होस् चाहिँ फ्ल्यास र माइकको ग्रिलसँग हुन्छ है डु नट फर्गेट टु टेक आउट द ओल्ड स्पन्ज फ्रम द फ्रेम यसरी त्यहाँ चाहिँ लक गर्यो त्यसो गर्दाखेरि चाहिँ पछाडिपट्टिको भिडियो खिच्दाखेरि चाहिँ क्लियरली क्रिस्टल क्लियर साउन्ड आउँछ है फिल्टर हुन्छ है यसमा ओरिजिनलै मगाए पनि त्यसमा चाहिँ फ्रेममा चाहिँ फिल्टर हुँदैन केयरफुल है क्यामेराको प्रोटेक्टर निकाल्दाखेरि यदि तपाईँले त्यहाँ ट्विजरले अथवा हातले छुनुभयो भने चाहिँ क्यामेरा धमिला आउँछ है छुन हुँदैन अभोइड टचिङ योर क्यामेरा लेन्स गर्नुभयो कलर एभ्रिथिङ पर्फेक्ट थट्स एभ्रिथिङ वर्किङ फाइन कम्प्लिटली टच भइसकेपछि डन पर्फेक्टली वर्किङ अब पछाडिपट्टिको फ्रेम डबल साइडेड टेप युज गर्नु होला है ग्लु युज गर्दै नगर्नु द्याट्स एक्सट्रिमली अनप्रोफेसनल आई डु नट रिकमेन्ड इट यो चाहिँ पछाडिबाट अलरेडी एरेसिभ थियो त्यसले सजिलो भयो है सबै कुरा राम्रोसँग एलाइनमेन्ट गरेपछि यहाँ चाहिँ टाइट चाहिँ थिचेर सबैतिर एलाइनमेन्ट गर्नुहोस् पर्फेक्टली हुन्छ कुनै पनि रबर लगाउन आवश्यक छैन and now it's professionally done. Thank you for watching guys. See you.